आज मिति 2082 साल वैशाख 2 गते नयाँ वर्षको भोलिपल्ट यहाँ दमकमा चाहिँ यस्तो टन टन घाम लागेर गर्मी भइरहेछ। अब माथि छोरीबारीतिर चाहिँ म देखाउँछु तपाईहरुलाई कस्तो भइरहेछ। यतातिर यो अझै पनि यो आधी घण्टा 1 घण्टा अगाडि परेको असिना यत्रो यत्रो छ अझै पनि। बाफरे अझै पक्लेको छैन सबै। यो के हो यो? ड्रागन फ्रुट त अनि बिजोग बनाइदिएछ। त्यही तल दमकमा सुक्खा घाम लागेर बिजोग असिनाले कुटेर यो डामै डाम भएको है। यो चाहिँ के भन्ने त यो सबै छन्द्रा छिन्द्रीहरू सब असिनाले कुटेर असिना। अनि हेर त ड्रागन फ्रुटहरू हेर त अनि सत्यानाश नि। यत्रो यो दुःख गरेर यसरी हुर्कायो है। अनि असिना पानीले चाहिँ यसरी कुट्दिएर चाहिँ यसरी सत्तर बनाइदिएपछि अनि कसरी हुन्छ? अब यो बिजोग बनाइदियो यो। हेर त लाखौं खर्च गरेर मलजल गरेर यसरी हुर्काएको चिजहरू सबै आँपको पातहरू। आँपहरू त यस्तै नि हो। एक दुईवटा फलेको आँपहरू पनि सबै झार्दैन। अझै थुप्रिरहेको रहेछ असिनाहरू। कति चाहिँ थुप्रियो त अनि अब यो हेरौँ त। असिना यो असिना सबै यो असिना थुप्रेको है यो तेरिकै। अझै पनि पग्लिसकेको छैन यो। अनि हेर त अब यहीँ हिउँ परेन त अब यो यस्तो गर्मी ठाउँमै पनि चुलाचुलीमै पनि यसरी। अनि हेर त अब यो सानो छ त यहाँ। अनि आमा सबै फुलहरू बिरुवाहरू सबै सत्तर। मकैको बिरुवाहरू सबै। यो चाहिँ पुरानो घर। यो हाम्रो पुरानो घर सबै असिनाले सबै छेन्द्रा र सुन्द्री सबै दुलै दुलो बनाइदिएको छ। सबै हिउँ हिउँ हेर ल असिनाले। अब के भन्नु? खाइ नखाई घाम पानी नभनिकन लाखौं पैसा खर्च गरेर यो यसरी बाली नाली लगाएर यसरी बिजोग बनाइदिएपछि सकिन नि त।